एन्ड नमस्ते, वेलकम टु द एलजी फ्यामिली ब्लग। मेरो नाम चाहिँ ज्ञान गुरुङ हो। आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु है। आज भर्खरै लियालाई स्कुल छोडेर आएँ। सो आउँदा मलाई फेरि एउटा सानो भिडियो बनाउनु मन लाग्यो। अब के को बारेमा भन्दाखेरि चाहिँ अहिलेको जेनेरेसनको बच्चाहरू के अहिलेको जेनेरेसनको बच्चा मेरो पालाको हुन्छ नि कम्पेयर गर्दाखेरि चाहिँ अहिलेको बच्चाहरूलाई चाहिँ मेरो सोचाइमा चाहिँ काइन्ड अफ बोरिङ जस्तो लाग्छ है। किनभने हाम्रो पालाको छुट्टै थियो होइन, लाइक हुन्छ नि हाम्रो पालामा हामी बच्चा हुँदाखेरि चाहिँ होइन फरक थियो। अब अहिलेको जेनेरेसनको बच्चाहरू चाहिँ अब टेक्नोलोजीले गर्दा नि होला होइन, अब एकदमै कस्तो हुनाले फोन मात्रै के फोनमै झुन्डिने इच एन्ड एभ्री टाइम है। अब नेपालमा हुने बच्चाहरू त एटलिस्ट अलिकति कस्तो हुन्छ सोसल होइन, अब स्कुलबाट घर आएर यसो साथीहरूसँग खेल्ने होला होइन। नेपालमा त अभियसली त्यो त हुन्छ। अब हुन त अहिले फोनको आए पनि के कस्तो अब हाम्रो पालामा त बेग्लै थियो नि त। सो अहिलेको जेनेरेसनको चाहिँ के मेरो बच्चाहरूको मैले देखेर यो भिडियो बनाउनु मन लाग्यो होइन। खासमा चाहिँ अब सायदै यो तपाईँहरू विदेशमा हुनुहुन्छ, तपाईँको बच्चाहरू सबै विदेशमा छ भने होपफुली तपाईँहरूले नि यो रिलेट गर्नुहुन्छ होला होइन। किन अहिलेको बच्चाहरू दे आर सो मच अब्सेस विथ लाइक फोन के अब हुन्छ नि फोन एभ्री टाइम फोन है। खाना खाँदा नि फोन, अब लाइफै फोनमा छ क्या, अब गेम खेल्ने होइन। सो एकदमै सोच्ने भने एकदम गाह्रो छ होइन उनीहरूको भविष्य भनौँ न जिन्दगी। अब के भन्छ होइन, स्कुलबाट आयो फोन होइन, उनीहरूलाई त्यो खेल्न पाएपछि उस भयो क्या। अब सबैको अरूहरू पनि देख्छु, मेरो पनि त्यस्तै छ होइन। फेरि मेरो भन्दैमा त्यस्तो होइन कि मेरो पनि त्यस्तो छ। मेरो त अझै त्यो आइप्याडहरू होइन त्यो गेम सेम खेल्ने भएर आइप्याड साइड पुरै लुगाएर राख्दैछु होइन। तर स्टिल उसले फेरि फोनबाट त खेल्छ, तर अब हामीले कसरी हुन्छ अलिकति घटाउने ट्राई त गर्छौँ होइन। तर स्टिल ओन भनौँ न अब त्यो खाने बेला नि फोनै चाहिन्छ है, त्यसले गर्दा चाहिँ राम्रो होइन होइन। अब यो रह्यो यो चाहिँ अब अहिलेको अब हाम्रो बच्चाहरूको कुरा भयो होइन। अब मलाई चाहिँ भनौँ न हाम्रो पालोको कुरा गर्दाखेरि चाहिँ होइन, कतिजना मेरो उमेरको हुनुहुन्छ होला होइन। अब हाम्रो बच्चामा कति रमाइलो हुन्छ क्या। मैले यसो सोच्छु होइन, हाम्रो चाहिँ फिजिकल एक्टिभिटी चाहिँ कति धेरै। अब किन हाम्रो पालो त फोन पनि थिएन, केही पनि थिएन होइन। लाइक अब टिभी पनि एकदम रेयर थियो होइन, लाइक ब्ल्याक एन्ड व्हाइट टिभी होइन, अब एकदम रेयर थियो। अनि पुरा अब स्कुलबाट आएपछि पुरा खेल्न जाने होइन। अब फिजिकल एक्टिभिटिज चाहिँ कति हुन्छ क्या होइन। अब बत्ती गयो कि पुरा अब लुकीडुम होइन, लुकीडुम छुइडुम होइन। सो त्यो लट अफ गेम्स के हामीले के खेल्थ्यौँ भने अब हाम्रो जमानामा होइन चुङ्गी होइन, अब ढ्याक है, गेम बल, अनि त्यसपछि अब गुच्चा होइन, अनि त्यसपछि लड्डु होइन, अनि अब धेरै कुराहरू खेल्थ्यो यार। के अरे डन्डी बियो होइन, अनि धेरै थियो के थियो यार अरू त। सो युज टु अब फुटबलहरू भयो होइन। अब चट्ट फुटबल पनि खेलिन्थ्यो होइन, फुटबल खेलिन्थ्यो। अब माछा मार्न जान्थ्यो हामीले, फिसिङ होइन। म चाहिँ मेरो घर लेक साइड हो कि होइन। सो म त अब हामी त केटाहरू सब मिलेर पुरै फेवाताल, म त फेवातालमै पौडी खेलेर हुर्केको हो होइन। सो हामी त पौडी नै निकै खेल्थ्यो क्या त्यो बेला बच्चामा। फेवातालमै पुरै पौडी खेल्ने होइन, पौडी खेल्ने, बोटिङ जाने होइन। एकदमै अब अहिले सम्झिँदाखेरि क्या अब मेरो बच्चाहरूको हेर्दाखेरि त मलाई त बोरिङ लाग्छ क्या। अब हुन त फेरि है अब उनीहरूको त के दोष होइन, अहिले जेनेरेसनै यस्तै छ। अब टेक्नोलोजीहरू बढ्यो नि त। सो अब हाम्रो पालामा त है कति युज हुन्छ क्या है। अब रमाइलो त होइन। अब यिनीहरूलाई पछि भन्यो भने त कहानी जस्तै हुन्छ नि त। उनीहरूको त अब न के छ है। सो यति भन्दै होइन कस्तो हुनाले अब मैले मेरो बच्चालाई चाहिँ अब कसरी हुन्छ अब अरू एक्टिभिटिजहरू लाइक मैले स्विमिङमा हालेको छु होइन, अनि त्यसपछि कराटेहरूमा हालेको छु होइन। सो चाहिँ अब उसको अलिकति माइन्डहरू पनि होइन उस होस्, अलिकति फिजिकलतिर नि होइन, फिजिकलतिर नि राम्रो होस्। अनि
मलाई चाहिँ त्यो भनौँ न कसरी हुन्छ फिजिकल अरू एक्टिभिटिजमा राख्यो भने अलिकति हुन्छ नि माइन्ड पनि ओपन हुन्छ होइन रादर देन अब घरमा अब है फोन गरेर सो यदि अब तपाईँहरू पनि विदेशमा तपाईँहरूको बच्चाहरू पनि विदेशमा छ भने चाहिँ के अरे कुनै न कुनै एक्टिभिटिजमा हालिदिनुहोस् है अब किनभने चाहिँ न त माइन्ड उसको डल हुन्छ होइन एकवटा हुन्छ क्या लाइक फोनमा मात्रै होइन सो हामीले कसरी हुन्छ उसलाई चाहिँ विभिन्न एक्टिभिटिजहरूमा चाहिँ हाल्नुपर्छ होइन अनि त्यसपछि यसो छुट्टीको बेला नि अब प्लेग्राउन्ड यताउता लगेर चाहिँ त्यति चाहिँ गर्नुपर्छ यहाँ अब त्यही हो अहिलेको मेरो खास मैले भन्न खोजेको पनि यही हो होइन हाम्रो पालामा कस्तो हुन्थ्यो होइन अब अहिलेको जेनेरेसनको बच्चाहरू कस्तो हुँदैछ होइन सो यहाँ फोनहरूले अब कति कुरा अब सजिलो त बनाएको छ होइन तर सँगसँगै अब सोसियल्ली चाहिँ मलाई लाग्दैन त्यति उस होइन किनभने अब इभन हामी नै हेर्नु न सबैजना अब ल सबैजनाको हातमा फोन हुन्छ होइन अब मान्छे अब सँगै भए पनि लाइक एभ्री वानले सबैले आफ्नो फोन चलाउने आफ्नै फोनमा संसार छ क्या होइन अब यो चाहिँ अब टेक्नोलोजीकै उस हो के अरे होइन अब कति कुरा राम्रो आउँछ मलाई चाहिँ पहिलाकै अब किनभने अब आफू त्यही हिसाबले ग्रो अप भएर होला होइन ठिक छ टेक्नोलोजी राम्रो हो होइन हुनुपर्छ होला सायद तर अब मेरो लागि चाहिँ मेरो सोचाइमा चाहिँ होइन लाइक हाम्रो पहिलाको हाम्रो उस चाहिँ धेरै बेटर हो जस्तो लाग्छ होइन तपाईँहरूलाई के लाग्छ कमेन्ट डाउन बिलो है अब त्यही हो के भन्छ अरे तपाईँहरूलाई के कस्तो लाग्छ होइन त्यो चाहिँ अब कमेन्ट गर्नु होला अनि त्यसपछि यस त्यही नै हो सानो छोटो मिठो मलाई त्यो भन्नु मन लाग्थ्यो होइन सो अब मैले मेरो मनको कुराहरू भने होइन तपाईँहरूलाई के कस्तो लाग्छ यदि भन्दै होइन इफ यु आर न्यू टु माई च्यानल है तपाईँलाई मेरो कन्टेन्टहरू मनपर्छ भने प्लिज हिट द्याट लाइक बटन सेयर सब्सक्राइब गर्नु होला होइन सो आउने छ भिडियोहरू मैले बिस्तारै अब हुन्छ नि अब के कस्तो हुन्छ अब मलाई मनमा लागेको कुराहरू अब के कन्टेन्ट छ भने म बनाउँछु होइन अब आजकल चाहिँ घुम्नलाई अब अस्ति नै लियानको छुट्टी थियो सो त्यही भएर चाहिँ हामी ब्याक टु ब्याक घुमिरहेको थियो होइन अहिले चाहिँ फेरि स्कुल अब सुरु भयो सो अलिक कम अब फेरि आएको वेदरहरू पनि अब होइन त्यस्तै छ एनिवेज अब घुम्ने ब्लगहरू पनि अब घुमेको बेला आउँछ होइन अरू बेला चाहिँ अब के हुन्छ होइन अलिअलि जस्ट बेला बेलामा हाल्ने ट्राई गर्छु होइन अब के कस्तो हुन्छ सो यति भन्दै अब आजको ब्लगलाई चाहिँ म एन्ड गर्न चाहन्छु र आई विल सी यु इन द नेक्स्ट ब्लग है सो hasta la vista la peace bye